प्रभुलाई हामी स्वागत गर्नेछौँ हाम्रो जीवनमा। हेर म तिमीहरूलाई नयाँ हृदय दिनेछु, नयाँ आत्मा दिनेछु। सबैजनाले गाउँदै तिमीहरूबाट ढुङ्गाको हृदय निकाली मासुको हृदय दिनेछु। हेर म तिमीहरूलाई, हेर म तिमीहरूलाई नयाँ हृदय दिनेछु, नयाँ आत्मा दिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकाली मासुको हृदय दिनेछु। नयाँ नयाँ हृदय दिनुहोस्, नयाँ नयाँ काम गर्नुहोस्, नयाँ नयाँ हृदय दिनुहोस्, नयाँ नयाँ काम गर्नुहोस्। हेर म तिमीहरूलाई, हेर म तिमीहरूलाई नयाँ हृदय दिनेछु, नयाँ आत्मा। हामी प्रभुको प्रतिज्ञा लगाउनेछौँ, तिमीहरूबाट ढुङ्गाको हृदय निकाली मासुको हृदय दिनेछु। नयाँ 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 हृदय दिनुहोस्, नयाँ नयाँ काम गर्नुहोस्, नयाँ नयाँ हृदय दिनुहोस्, नयाँ नयाँ काम गर्नुहोस्। ढुङ्गाको हृदय, ढुङ्गाको हृदय पुरै हटाई मासुको हृदय दिनुहोस्। प्रभुको प्रतिज्ञा लगाउँदै आफ्नो प्रतिज्ञा पूरा गर्नु हुने विश्वास योग्य एकमात्र परमेश्वर। ढुङ्गाको हृदय, ढुङ्गाको हृदय पुरै हटाई मासुको हृदय दिनुहोस् हामीलाई। आफ्नो प्रतिज्ञा पूरा गर्नु ने विश्वास योग्य एकमात्र परमेश्वर। नयाँ 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 हृदय दिनुहोस्, नयाँ 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 हृदय दिनुहोस्, नयाँ नयाँ काम गर्नुहोस्। तपाईलाई नजिकबाट चिन्न, तपाईलाई अझै प्रेम गर्न, तपाईको आज्ञाहरूलाई आनन्द साथ पालन गर्न। तपाईलाई नजिकबाट चिन्न, तपाईलाई अझै प्रेम गर्न, तपाईको आज्ञाहरूलाई आनन्द साथ पालन गर्न हामी चाहन्छौँ। ख्रीष्ट येशूभित्र जुन मन थियो त्यही मन आज दिनु। हामी सबैजनाले गाउँदै ख्रीष्ट येशूभित्र, ख्रीष्ट येशूभित्र जुन मन थियो त्यही मन आज दिनुहोस् हामीलाई। पिताको सपना
पिताको सपना पूरा गर्नलाई उत्सुकुने मन दिनुहोस् हामीलाई ख्रीष्ट येशूभित्र जुन मन थियो त्यही मन आज दिनुहोस् हामीलाई पिताको सपना पूरा गर्नलाई उत्सुकुने मन दिनुहोस् हामीलाई नयाँ हृदय दिनुहोस् नयाँ काम गर्नुहोस् नयाँ हृदय दिनुहोस् नयाँ काम गर्नुहोस् हेर म तिमीहरूलाई हेर म तिमीहरूलाई नयाँ हृदय दिनेछु नयाँ आत्मा प्रभु हाम्रो प्रशंसा तिमीहरूबाट ढुङ्गाको हृदय निकाली मासु हृदय दिनेछु हेर म तिमीहरूलाई हेर म तिमीहरूलाई नयाँ हृदय दिनेछु नयाँ आत्मोस् हामीलाई आफ्नो प्रतिज्ञा पूरा गर्नु हुने विश्वास योग्य एकमात्र परमेश्वर ढुङ्गाको हृदय पुरै हटाई मासुको हृदय दिनुहोस् हामीलाई आफ्नो प्रतिज्ञा पूरा गर्नु हुने विश्वास योग्य एकमात्र सबैजनाले नयाँ प्रभु हामीलाई नयाँ हृदय दिनुहोस् प्रभु हामीलाई नयाँ मन दिनुहोस् प्रभु नयाँ हृदय दिनुहोस् नयाँ काम गर्नुहोस् तपाईलाई नजिकबाट चिन्न तपाईलाई अझै प्रेम गर्न तपाईको आज्ञाहरूलाई आनन्द साथमा तपाईलाई नजिकबाट चिन्न तपाईलाई अझै प्रेम गर्न तपाईको आज्ञाहरूलाई आनन्द साथ पालन गर्न हामी चाहन्छौँ सबैजनाले जुन मन प्रभु आज बेलुका हाम्रो मनहरू परिवर्तन होस् प्रभु आज हाम्रो हृदयहरू परिवर्तन भएको होस् हामीलाई पिताको सपना पूरा गर्नलाई उत्सुकुने मन दिनुहोस् हामीलाई ख्रीष्ट येशूभित्र जुन मन थियो त्यही मन आज दिनुहोस् हामीलाई पिताको सपना पूरा गर्नलाई उत्सुकुने मन दिनुहोस् हामीलाई नयाँ हृदय दिनुहोस् नयाँ काम गर्नुहोस् नयाँ हृदय दिनुहोस् नयाँ काम गर्नुहोस् नयाँ हृदय दिनुहोस् नयाँ काम गर्नुहोस्
आज बेलुकी हामी प्रभुलाई एउटा कुरा भन्छौँ, प्रभु आज मलाई नयाँ मन दिनुहोस्, प्रभु मलाई नयाँ हृदय दिनुहोस्। प्रभुलाई भन्नु न, प्रभु मेरो हृदयलाई धोइदिनुहोस् आज बेलुकी। तपाईँको शुद्ध गर्ने पानीले मेरो हृदय नि मेरो मनलाई पखालिदिनुहोस्। प्रभुले यो कुरा भन्नुभयो तपाईँले मलाई, हेर म तिमीलाई जाति जातिको बीचबाट म तिमीलाई निकालेर लिएर आउँछु। हेर म तिमीको त्यो ढुङ्गाको हृदयलाई म परिवर्तन गर्छु अनि म तिमीलाई मासुको हृदय दिनेछु भनेर प्रभुले भन्नुभयो। हेर म तिमीहरूलाई नयाँ हृदय दिनेछु, नयाँ आत्मा दिने। सबैजनाले गाउनुहोस् तिमीहरूबाट ढुङ्गाको हृदय निकाली मासुको हृदय दिनेछु। हेर म तिमीहरूलाई नयाँ हृदय दिनुहोस्, नयाँ नयाँ काम गर्नुहोस्। ढुङ्गाको हृदय पुरै हटाई मासुको हृदय दिनुहोस् हामीलाई। आफ्नो प्रतिज्ञा पुरा गर्नु दे, विश्वास योग्य एकमात्र ढुङ्गाको मासुको हृदय दिनुहोस् हामीलाई। आफ्नो प्रतिज्ञा पुरा गर्नु दे, विश्वास योग्य एकमात्र परमेश्वर। सबैले नयाँ हृदय दिनु। हामी स्वागत गर्छौँ प्रभु तपाईँको नयाँ छोरीलाई। नयाँ हृदय दिनुहोस्, नयाँ काम, नयाँ हृदय दिनुहोस्, नयाँ काम गर्नुहोस्। तपाईँलाई नजिकबाट चिन्न, तपाईँलाई अझै प्रेम गर्न, तपाईँको आज्ञाहरूलाई आनन्द साथ पालन गर्न। तपाईँलाई नजिकबाट चिन्न, तपाईँलाई अझै प्रेम गर्न, तपाईँको आज्ञाहरूलाई आनन्द साथ पालन गर्न हामी चाहन्छौँ। ख्रीष्टभित्र सुनमा थियो, त्यही मन नाच पिताको सपना पुरा गर्नुलाई उत्सुक हुने मन दिनुहोस् हामीलाई। ख्रीष्टभित्र थियो, त्यही मन नाच दिनुहोस् हामीलाई। पिताको सपना पुरा गर्नलाई उत्सुक हुने मन दिनुहोस् हामीलाई। सबैले नयाँ हृदय दिनुहोस्, नयाँ काम गर्नुहोस्, नयाँ हृदय दिनुहोस्, नयाँ काम गर्नुहोस्। हेर म तिमीहरूलाई नयाँ हृदय तिमीहरूबाट
ढुङ्गाको हृदय निकाली मासुको हृदय दिनेछु हेर म तिमीहरूलाई नयाँ हृदय दिनेछु नयाँ आत्मा तिमीहरूबाट ढुङ्गाको हृदय निकाली मासुको हृदय दिनेछु नयाँ काम गर्नुहोस् नयाँ हृदय दिनुहोस् नयाँ काम गर्नुहोस् ढुङ्गाको हृदय पुरै हटाई मासुको दिनुहोस् हामीलाई आफ्नो प्रतिज्ञा पुरा गर्नु दे विश्वास योग्य एकमात्र परमेश्वर नयाँ हृदय दिनुहोस् नयाँ काम गर्नुहोस् नयाँ हृदय दिनुहोस् नयाँ काम गर्नु येशू नयाँ हृदय दिनुहोस् हामीलाई हामी सबैजना भनौँ न यो फेरि कि प्रभु हामीलाई नयाँ हृदय नयाँ जीवन दिनुहोस् नयाँ छोरी नयाँ अभिषेक नयाँ छोरी सबैजनाले स्वागत गर्छौं येशू तपाईको शरीरलाई नयाँ ऋतुलाई जीवनमा स्वागत गर्छौं येशू तपाईको शरीरलाई नयाँ ऋतुलाई जीवनमा सिंहासनबाट बगी आउँदैछ जीवनहरूलाई सोको पार्दैछ सिंहासनबाट बगी आउँदैछ जीवनहरूलाई सोको पार्दैछ दुई हात फैलाइ गर्छ स्वागत त्यो चोको बाटोको स्थानलाई यो धार्मिकताको छरी यो शुद्ध पानी छरी यो शुद्ध पानी छरी मरुभूमिमा नदी निको पानी छरी हामी स्वागत गर्छौँ तको छोरीलाई यो निको पानी छरी हामी स्वागत गर्छौँ तको छोरीलाई
वचनको प्रकाशले जीवन बोल्दैछ ख्रीष्टको प्रेमको आगोले हृदय चल्दैछ वचनको प्रकाशले जीवन बोल्दैछ र ज्योति हो जगतको दिँदैन शत्रुलाई पुस्तालाई कष्ट यो अभिषेकको शरीर यो अभिषेकको शरीर यो जीवन दिने शरीर यो जीवन दिने शरीर मरुभूमिमा नदी मरुभूमिमा नदी यो निको पार्ने शरीर यो निको पार्ने शरीर आज्ञा पालनको शरीर आज्ञा पालनको शरीर सुसमाचारको शरीर सुसमाचारको शरीर पवित्र आत्मा आज बेलुकी हामी तपाईँलाई उत्साह छौँ आज तपाईँको धार्मिकताले हाम्रो जीवनमा बास गरेको होस् पवित्र आत्मा तपाईँको राज्यको सुसमाचार हामी घोषणा गर्छौँ यो बेलुकी हामी आराधना गर्दै गर्दा पवित्र आत्मा हामी तपाईँको शक्तिलाई हामी घोषणा गर्छौँ तपाईँको चङ्गाइलाई हामी घोषणा गर्छौँ पवित्र आत्मा तपाईँको छोरीलाई ए सारामा राबारे रिकारामा सेरेले छोरी तपाईँको हामी स्वागत गर्नु आज बेलुकी पवित्र आत्माको छोरीलाई हाम्रो परिवारहरूमा हाम्रो गाउँहरूमा हाम्रो जीवनमा हामी पवित्र आत्माको छोरीलाई हामी स्वागत गरौँ जीवनमा तपाईँको छोरीलाई नयाँ ऋतुलाई जीवनमा हाम्रो प्रभु हामी तपाईँको छोरीलाई हामी स्वागत गर्छौँ आज जसरी प्रभु त्यो छोरी आए प्रभु कुचेर हिँड्न थाले प्रभु मन्दिरमा पवित्र आत्मा अन्धोले देख्न थाले पवित्र आत्मा पहिरोले सुन्न थाले प्रभु अनि तपाईँको नाउँलाई उचाल्न थाले प्रभु आजको यो सास हामी तपाईँको नाउँलाई उचाल्छौँ पवित्र आत्मा तपाईँको नाउँलाई हामी सबैभन्दा माथि ओ येशू विकारामा सारा रे अझै स्वागत गर्नु पवित्र आत्मालाई ए आगो पवित्र आत्माको आगो छोरी पवित्र आत्माको आनन्द पवित्र आत्माको आनन्द ए यो बेलुकी हामी पवित्र आत्माको आनन्दलाई स्वागत गरौँ हाम्रो हृदयमा ए सारारारा ए साकारामा तपाईँको आनन्द नयाँ ऋतुलाई ए सारारारा पवित्र आत्मा तपाईँको आनन्दले हाम्रो हृदयलाई भरिदिनुहोस् आज सुक्खा जमिनलाई प्रभु तपाईँको झरीले भिजाएको होस् प्रभु बाँझो जमिनलाई तपाईँको झरीले भिजाएको होस् प्रभु यो बेलुकी हे येशू विकारामा सारारारा नयाँ ऋतुलाई जीवनमा हाम्रो जीवनमा सबैजनाले गाउँदै स्वागत गर्छौँ येशू तपाईँको छोरीलाई नयाँ ऋतुलाई जीवनमा हाम्रो जीवनमा सिंहासनबाट नदी
जीवनहरूलाई धोई चोखो पार्दैछ सिंहासनबाट नदी बगिआउँदैछ जीवनहरूलाई धोई चोखो पार्दैछ दुई हात फैलाइ गर्छ स्वागत त्यो चोखो पार्ने आत्माको स्नानलाई यो धार्मिकताको शरीर यो धार्मिकताको शरीर यो शुद्ध पार्ने शरीर यो शुद्ध पार्ने शरीर मरुभूमिमा नदी मरुभूमिमा नदी यो निको पार्ने शरीर यो निको पार्ने शरीर आज्ञा पालनको शरीर आज्ञा पालनको शरीर यो धार्मिकताको शरीर यो धार्मिकताको शरीर प्रभु आज हाम्रो जीवनमा तपाईँको धार्मिकताले भिजाउनुहोस् तपाईँको धार्मिकताको झरीले पवित्र आत्मा तपाईँको सुसमाचारको झरीले प्रभु हाम्रो जीवनलाई भिजाउनुहोस् पवित्र आत्मा तपाईँको निको पार्ने झरीले प्रभु हाम्रो जीवनलाई भिजाउनुहोस् हे येशू हामी स्वागत गर्छौँ तपाईँको झरीलाई तपाईँको झरीलाई हे तपाईँको झरीलाई तपाईँको झरीलाई येशू नयाँ ऋतुलाई जीवनमा हाम्रो जीवनमा हाम्रो उचाल्छौँ येशूको नाम